साथीहरु सबैलाई नमस्कार। पहिला यो भिडियो हेर्नुस् है तपाईहरु। नो भोट टु रवि लामिछाने, नो भोट टु बालेन, नो भोट टु राजसभा। त्यो बेला कहाँ थिए रवि लामिछाने? लिपुलेखको बारे कहाँ बोले बालेनले? लिपुलेखको बारे कहाँ बोले कुनमानले? अब यो भिडियो तपाईले हेरिसक्नु भयो। यसमा यो ढाकाले भन्दैछ नो भोट बालेन, नो भोट रवि। दिने कसलाई दिने भोट र कुन चाहिँ पार्टीको भरौटे हो मलाई थाहा भएन। तिनीहरूले कहिले लिम्पियाधुराको बारेमा बोले, कहिले लिपुलेखको बारेमा बोले, कहिले चुच्चे नक्साको बारेमा बोले भनेर भन्दैछ। अब तिमीहरूले सदनमा गएर त्यो लिम्पियाधुराको बारेमा बोलेर के लिम्पियाधुरा तपाईले फिर्ता ल्याउनु भयो? त्यो चुच्चे नक्सा बनाएर त्यहाँको भूमि तपाईले फिर्ता ल्याउनु भयो? भएन नि। खाली बोल्दैमा हुँदैन, ग्राउन्डबाट काम गरेपछि मात्रै थाहा हुन्छ। त्यो सदनमा गएर भुक्ने काम त जसले पनि गर्छ। त्यो भुकेको मतलब पनि हुनु पर्यो, त्यसको अर्थ पनि हुनु पर्यो। त्यो भिडियो कस्तो लाग्छ, यो कुन चाहिँ पार्टीको भतुवा हो, तपाईले भिडियोलाई शेयर गर्नु होला अनि कमेन्ट पनि गर्नु होला है। लाइक त थिच्दिनुस् बाबा, कि छेउमै हुन्छ लाइक।